सब गाडीमा पठाएर हेलिकप्टरमा खोटाङ गएका थिए बेलायतबाट आएका एक परिवार। दर्शकबिन खोटाङको केपिलास गढी गाउँपालिका 2 खार्तामासमा भएको हेलिकप्टर दुर्घटनामा बेलायतबाट फर्केका एक परिवार सवार रहेको खुलासा भएको छ। स्थानीय तहका अनुसार बेलायती सेनाबाट अवकाश प्राप्त डाकमणि राईकी पत्नी मनलक्ष्मी राईको बेलायतमै निधन भएपछि परिवार अन्तिम संस्कारका लागि नेपाल फर्किएको थियो। सबलाई काठमाडौँबाट गाउँ पुर्याउने क्रममा हेलिकप्टरमा बाकस अट्न नसकेपछि सब गाडी मार्फत पठाइएको थियो भने आफन्तहरू हेलिकप्टर मार्फत गाउँ गएका थिए। समीर राईका अनुसार डाकमणि राई पास्टर तथा अन्य आफन्तहरू हेलिकप्टरमा सवार थिए। गाउँमा अवतरणका लागि बारीमा अस्थायी हेलिप्याड समेत तयार गरिएको थियो। प्रारम्भिक विवरण अनुसार हेलिकप्टर निर्धारित स्थान भन्दा केही माथि अवतरण गरेपछि पुनः स्थान परिवर्तन गर्ने क्रममा असन्तुलित भई दुर्घटनामा परेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर पल्टिँदै माथिल्लो गरामा पुगेर भित्तामा ठोकिएको थियो। मध्याह 12:02 पुगेको एयर डायग्नोस्टिक 9 NFQ हेलिकप्टरमा पाइलट सबिन थापा सहित 6 जना सवार थिए। दुर्घटनामा 1 जना यात्रु काजी बहादुर राई घाइते भएका छन्। घाइते काजी बहादुर राई र पाइलट सबिन थापालाई एयर डायग्नोस्टिककै अर्को हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। अन्य सवार भने सकुशल रहेका छन्। स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रारम्भिक रूपमा अवतरण स्थलको अवस्था र हेलिकप्टर सार्ने क्रममा भएको त्रुटिलाई दुर्घटनाको सम्भावित कारणका रूपमा हेरिएको छ।